यिनी आँखा चिलाउने, आँखा पोल्ने, आँखाको डिलमुनि कालो दाग छ भने साँझ सुतेर बिहान उठिसकेपछि यो हाम्रो मुखमा भएको बासी थुक अथवा राल लिएर यसरी आँखाको वरिपरि गाजर लगाएको जसरी लगाइदिनुस्। 5 चोटि यता 5 चोटि यता, अनि अर्को आँखामा पनि त्यही बासी थुक लिएर यसरी गाजर लगाएको जसरी लगाउनुस् अनि चारैतिर यसरी घुमाइदिनुस्। यो आँखा चिलाउने, आँखा मुनि भएको कालो दाग अनि यो आँखा पोल्ने सन्चो हुन्छ। कोलाई थाहा छ सानो छँदाखेरि राति सुतेर बिहान उठ्दा यिनी आँखाहरू कचेराले टम्म भएर उघार्न बन्दैनथ्यो। मैले के गर्दै यही थुक लिएर यो आँखामा लगाउँदै कचेरा फाल्दै, थुक निकाल्दै आँखामा लगाउँदै कचेरा फाल्दै गरेर आँखा उग्रेपछि बल्ल बिस्तराबाट म झर्थेँ। आज सुतेर बिहान उठिसकेपछि त्यो हाम्रो मुखमा रहेको जुन बासी थुक अथवा राल हुन्छ नि, त्यो एकदम राम्रो औषधि हो।